साउदी दुबई कतारले लेबरहरू लिएर आउँदाखेरि नेपालबाट हाउसकिपिङमा क्लिनरमा लिएर आउँदा पनि 10 पास हुनुपर्छ भन्छन् के। 10 पासको सर्टिफिकेट खोज्छ तिनीहरूले। तर हाम्रो नेपालको जनताहरूलाई हेर्नु, अनपढ गवार जसलाई नेपाली पढ्न आउँदैन त्यो संसद भवनमा उभिरहेछ। जो 10 पास गरेको छैन, ओली केपी ओलीले 10 पास गरे होला, शेरबहादुरले 10 पास गरे होला, प्रचण्डले 10 पास गरे होला, गरे छैनन्। त्यस्तो मान्छेलाई प्रधानमन्त्री बनाउँछन्। त्यस्तो मान्छेको पछाडि राम्रो एजुकेटेड मान्छेहरू हिँडिरहेछन् तिनीहरूलाई प्रधानमन्त्री बनाउनको लागि। अनि हाम्रो देश कहाँबाट अगाडि बढ्छ? अरू देशसँग गएर सहयोग माग्न पर्यो भने तिनीहरूसँग बोल्नु पर्यो, तिनीहरूकै भाषामा चाहे इङ्ग्लिसमा कुरा गर्नु पर्यो। तिनीहरूले कसरी गर्छ? अरे यार, साउदी दुबई कतार यति अगाडि गइसक्यो कि क्लिनर हाउसकिपिङमा लिएर आउँदाखेरि आफ्नो लेबरहरू लिएर आउँदाखेरि 10 को सर्टिफिकेट खोज्छ। तर हाम्रो नेपालको हेर्नु, प्रधानमन्त्री अनपढ गवारलाई बनाएर अनि कहाँबाट देश विकास हुन्छ त? यसरी देश विकास हुन्छ? हुँदैन। त्यही अनपढ गवारको पछाडि फेरि पढे लेखेको यङ केटाहरू घुमिरहेछन् एमाले माओवादी काङ्ग्रेस भनेर। देश कहाँ पुगिसक्यो, कहाँ डुबिसक्यो देश भनेर तिनीहरूलाई थाहा छैन। पढे लेखेको कहाँ गयो तिमीहरू? पढे लेखेको विदेशमा बरु यो अनपढ गवारहरू जो हामी जस्तो मान्छेहरू छ, नपढेको लेखेको मान्छेहरूलाई सबैलाई थाहा भइसक्यो कसलाई भोट दिनुपर्छ, को मान्छे ठिक छ, को मान्छे ठिक छैन भनेर सबै थाहा भइसक्यो त। तिमीहरूलाई अझै पनि थाहा छैन कि जानी बुझेर पनि नबुझे जस्तै गरेर हिँडेको? पैसाको लागि, मासु भातको लागि, एक दिनको लागि। अहिले एक दिनको लागि मासु भातको लागि 5-6 हजारको लागि तिमीहरू घुमाउला, पेट्रोलको लागि घुमाउला सँगै। भोलि त त्यो देश बेचेर त्यो भाग्छ, देश कङ्गाल बनाएर भाग्छ त्यो अन्त देश। तिमीहरू चाहिँ कहाँ जान्छौ? यो सोचेछौ यो कुरा? तिमीहरूलाई अरू देशले भिजा दिन्छ दिँदैन? कहिले सोच्ने के नेपालीहरूले? कहिले सोच्ने? त्यो संसद भवनमा उभिएर एउटा नेपाली पढ्न आउँदैन त्यस्तोलाई संसद भवनमा लगेर राखेछ। अनि देश विकास कहाँबाट हुन्छ?